धेरै याद गर्छु। के रुनु भयो र हैन? लास्ट गाह्रो धेरै वेट गर्नु पर्ने जे चिजको लागि। सिट त सबै फुल गर्नु पर्यो। रोजगार छैन नेपालमा। थ्याङ्क्स टु गड, थ्याङ्क्स टु पाइलट। यस्तो तातो छ, यस्तो तातो छ। हेलो एभ्रिवान, गुड मर्निङ। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को इपीमा। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि अहिले बिहानको 7 बजेको छ, टी टाइम। चिया पिउँदैछु कालो। आजको भ्लग चाहिँ अलिकति इन्टरनेसनलवाला हुनेवाला छ, किनकि म अब नेपाल छोडेर ब्याक टु द उयो जाँदैछु। ब्याक टु द स्ट्रगल लाइफ, वर्किङ लाइफ, ड्युटी लाइफ है। के गर्नु, अब नेपालमा कमाइ धमाइ छैन, जानु परिहाल्यो। अब एकछिनपछि खानासाना खाएर हामी जान्छौँ। साथसाथै जानुभन्दा अगाडि यो काठमाडौँको हाम्रो राम्रो भ्यू पनि हेर्नु सक्नुहुन्छ। यहाँबाट सायद धरहरा पनि देखिरहेछ, तर अलिक देखिन्न, क्या मेरो मोबाइलले जुम भएन। यस्तो दामी घाम लाग्छ। आज हिजो राति पानी परेको थियो, अहिले आज क्लिन भएर कस्तो राम्रो देखिया ठाउँ। मलाई यहाँ बिदाई गर्नको लागि आमा छोरीले यहाँ मखद्दा सखद्दा यो के हो लाउँदैछ। आई डोन्ट नो वाट इज दिस थिङ्स। एयरपोर्टमा गएर फेरि अहिले खोलिदिइहाल्छ, हेर्नुहोस्। हामी सबैजना अब रेडी भएर ट्याक्सी चढिसक्यौँ। अब अन द वे टु एयरपोर्ट होइन, एयरपोर्ट जाँदैछ। यता पछाडि बस्नुभयो मम्मी ड्याडी, यता भान्जा केही बोल्दैन नि त। म जाँदैछु, मलाई कति याद गर्छु अब? धेरै याद गर्छु। धेरै याद गर्छु। मलाई फोन गर्छै गर्दैन? गर्छु। ल, त्रिभुवन इन्टरनेसनल एयरपोर्ट आइयो, विच इज भेरी स्याड थिङ होइन। अब यो एयरपोर्टको बारेमा त के कुरा गर्नु, दुःखमा दुःखै छ। यो एयरपोर्टको बारेमा कुरा गरेर केही कामै छैन। एयरपोर्टमा आइसकेको अवस्था यस्तो छ। अब भाइ आइपुगे होइन, भाइ आएपछि अब छिरिहालौँ भनेको। सबैजना अब यहाँनिर यस्तो छ। ड्याडी के रुनु भयो र होइन? कि त रुनु भयो? रुनु भाइ रोइहाल्नु है? यो अब रुनी भाइ रोइहाल्नुपर्छ फेरि, ऊ जहाँ हुन्छ अहिले। अब भित्र कस्तो छ हेर्नु पर्ला। ल, लाउने बेला ओके ल। सबैजना फ्यामिलीहरू यहीँ छन्। सेल्फी हान्ने भन्दै थिएँ, तर मैले भिडियो नै बनाइदिएँ। अब बिदाई गर्नुको लागि अब कोही रोज छैन नि त, कोही रोज छैन। अब म पनि निस्किन्छु। अब भित्र के हुन्छ म सबै देखाउँछु है। ल, एयरपोर्टभित्र बोर्डिङमा अहिले म लाइन बस्दैछु। अब भर्खर छिरेर लाइन लास्टै भ्यू छ। आई डोन्ट नो कतिखेर आउँछ मेरो पालो। अनि जुन अघि त्यहाँ ब्याग चेकिङ गर्ने ठाउँमा पनि एकदम लापरवाही गरेको थियो यो पुलिसहरू। यो सुटकेस चेक गरेको, त्यो कतिवटा सुटकेस एकैचोटि हालेको थियो यो प्यासेन्जरहरूले। बाहिर निस्किने बेला कसैको सुटकेस त्यहाँनिर टिप्न नपाउँथ्यो, भुइँमा झरेर बुडुङ भइरहेको थियो। मेरो नि यस्तो धुलो बनाइदियो। यस्तो छ यो नेपालको हालत, एयरपोर्ट हालत। आफ्टर 45 मिनट्स वेटिङ बोर्डिङ पास आयो, सबै चेक सबै भयो, लगेजहरू सबै दियो। अब यहाँ वेटिङ एरियामा छ। म वेट गर्दैछु अहिले एकछिन, किनकि फ्लाइट मेरो 10:45 को, अहिले अराउन्ड 10 बजे छ। अझै स्टिल आयो 45 मिनट। अब हेरौँ के हुन्छ। अब सबैजना यसरी वेटिङमा बस्नुभएको छ। यो सबै वेटिङ एरिया हो। अब आफ्नो एयरलाइन, आफ्नो देश कता जाने हो, सबै वेटिङमा छ। बाहिरबाट बस आउँदैछ, देखाएँ होइन। म तपाईँलाई अब प्लेनभित्र गएपछि पनि देखाउँछु। बोर्डिङ पास गरेँ आफ्टर वेटिङ 1 आवर। लास्टै सिस्टम, नेपालको सिस्टम लास्टै एकदम स्लो छ। लास्ट गाह्रो, धेरै वेट गर्नुपर्ने जे चिजको लागि पनि। सबैजना यहाँ बसमा तयारी हुनुहुन्छ अब प्लेन चढ्नको लागि। एकदम रेडी छौँ यहाँ सबै प्यासेन्जरहरू। यता हाम्रो तपाईँको अर्को प्लेनहरू जाँदैछ। अब प्लेन चढ्ने चाहिँ अहिले चाहिँ पछाडिको प्लेन होला। मेरो साउन्ड आएको छ कि आएको छैन, डिस्टर्ब आइरहेको होला मेरो विचारमा। अब यो प्लेन चढ्ने प्रक्रिया सुरु हुँदैछ हाम्रो है। प्लेनभित्र छिर्नको लागि सबैजना आफ्नो बोर्डिङ पासहरू देखाउँदैछन्।
लगायतमा पनि बोर्डिङ पास देखेर अब छिर्छु। हाम्रो एयर होस्टेस म्याम त्यहाँ हुनुहुन्छ होला। नमस्कार हजुर। प्लेनभित्र छिरिसक्यो, अब सिट कहाँ छ भन्ने कुरो हो। ए ल प्लेनमा चढ्यो अनि एउटा एकदम अनौठो कुरा चाहिँ के भयो भने हामी एउटै घरमा बस्ने, एउटै फ्ल्याटमा बस्ने, एउटै ठाउँमा बस्ने, तर अहिलेसम्म देखाएन रहेछ हामीले एकअर्कालाई होइन। अनि प्लेनमा चाहिँ सँगै भेटियो, देखेको थियो होला, याद नपायो होला। अब भेटियो, अब सँगै गइन्छ, घर नि सँगै गइन्छ, खाजा पनि खाइन्छ। आउँदै हुनुहुन्छ। अब सिट त सबै फुल गर्नु पर्यो, सिट फुल नगरी त उड्दैन होला, त्यही भएर प्यासेन्जरहरू अन द वे। हिमालयन एयरवेज कुन देशबाट ल्यान्डिङ हुँदैछ, अब कति खुसी होला त्यहाँ त्यो प्लेनभित्र आउने मान्छेहरू, प्यासेन्जरहरू आफ्नो घर फर्किँदा है। एयरपोर्टमा काम गर्नेमा पनि धेरै गाह्रो छ, यस्तो घाममा, अब जाडोको बेला जाडोमा यत्रो ठुल्ठुलो प्लेनमा यसरी त्यो राख्नलाई त्यो दिदीलाई कति गाह्रो भयो होला यार। अब त्यहाँ सुटकेसहरू लिनको लागि पनि रेडी छन् मान्छेहरू, अब गाडी आउने होला त्यहाँ मान्छे जानुको लागि। त्यो प्लेनबाट झर्ने मान्छेहरू चाहिँ धेरै खुसी छ, मुहारमा मुस्कान लिएर आफ्नो घर फर्किँदा कति खुसी होला। जस्तै म लास्ट मन्थ यसरी नै आउँदाखेरि म पनि धेरै खुसी थिएँ। अब अहिले फेरि आफ्नै देश छोडेर जानुपर्दा स्याड फिल पनि भइरहेछ, तर के गर्नु, बाध्य त अब जानुपर्छ, रोजगार छैन नेपालमा। हिमालयन एयरवेजमा चाहिँ तपाईँको भेज खाना फ्री, अनि सुकुटी किनेर खानु पऱ्यो भने चाहिँ 250 रुपियाँ रहेछ। खाना यस्तो छ, सुकुटी यस्तो छ, सुकुटी चपाउँदा दाँत धोइसक्यो, खाना सक्यो होइन। अरू पनि धेरै चिजहरू पाइन्छ मेनु हेरेर। फाइनली ल्यान्डिङ भयो, थ्याङ्क्स टु गड, थ्याङ्क्स टु पाइलट, थ्याङ्क्स टु क्याबिन क्रू, साथ ल्याइदिनु भयो। अब हामी सबजना यसरी अब जाँदैछौँ। अब त पछाडि आउँदै हुनुहुन्छ मान्छेहरू। अब यहाँबाट पनि अब यहाँको फर्मालिटिजहरू सबै पुरा गरेर बाहिर निस्किन्छौँ। एयरपोर्टभित्र त छिरिसक्यो। एयरपोर्टभित्र नेपालको एयरपोर्ट हेरेर यहाँको एयरपोर्ट हेरेर त यस्तो दामी छ यो एयरपोर्ट है, तर त्यस्तो दामी पनि होइन। तर जे होस् एयरपोर्ट राम्रो छ, ठुलो छ अनि क्लिन छ। अलि म्यानेजमेन्ट सिस्टमहरू पनि राम्रो छ, सबै चिजहरू एकदम मिलेको। साथीहरू सबैजना हाम्रो यहाँ आफ्नो ब्यागेज लिनको लागि रेडी छन्, तयार छन्। ब्यागेजहरू पनि अब बिस्तारै गर्दै आउँदैछ। ल लगेजहरू सबै कलेक्ट भयो। साथी र म अब निस्किँदैछौँ। सोचेको थिएँ यहाँनिर चेकिङ हुन्छ होला भनेर, तर चेकिङ हुँदैन रहेछ, सिधै जाने रहेछ। अब ल बाहिर निस्किँदैछौँ। अब लिनलाई त कोही आएको छैन, एक्साइटेड पनि केही छैन। अब बाहिर निस्किने, ट्याक्सी समात्ने, आफै घर जाने। अरूको त मान्छेहरू आएछ लिनलाई, आफ्नो त कोही पनि छैन। एयरपोर्टबाट बाहिर निस्केको यस्तो तातो छ कि ओ माई गड। नेपालको गर्मी त के हो र, ओ यस्तो पोलिरह। अनि यहाँ बस सोधेको, बस पनि छैन अरे यहाँको मान्छेले। अनि मेरो साथी र मेरो सुटकेस चाहिँ यहीँ छ। अब बस कतिखेर आउने, यो आउने केही थाहै छैन।
अब ट्याक्सी बुक गर्ने लास्ट महँगो छ। लेट्स सी सिटिलिङ हुन्छ एउटा सिटिलिङ आयो भने त्यसमा जानु पर्ला साथ र म 10 मिनट जति कुरेपछि 10-15 मिनट कुर्यो होला हामीले है 15 मिनट जति कुरेपछि दाइ अगाडि पहिले आइसक्नु भएको रहेछ तर थाहा भएन हामीले फोन पनि गरेन दाइले नि गर्नु भएन अनि यस्तो माइक्रो सोचेर बसिरहेको क्या अनि त्यसपछि अनि झुक्यो अनि पछि दाइ यहीँ हुनु रहेछ चढियो अब जाँदैछन् घरतिर एकदम गर्मी छ यार पसिनै पसिना भइसक्यो अब घर गएपछि टक्क नुहाइधुवाइ गरेर हामी चाहिँ घर आइसकेको अवस्था मेरो रुम चाहिँ उत्यो हो हाम्रो यता साथी यता जाँदैछ अब जाने हो रुमतिर जाने हो मस्त चिलाने हो बस्ने चिसो खानुपर्छ आजको भ्लग कस्तो भयो हेरिहाल्नु हो के छ यसो कमेन्ट गरिदिनु होला केही सुधार गर्नुपर्ने छ भने यसो भनिदिनु होला ल पछि फेरि भेटौँ होला ओके बाई।